गाइस वेलकम टु आरकेसी ब्लग। तपाईहरुलाई मेरो ब्लगमा फेरि पनि स्वागत छ। सो आज चाहिँ हामी कहाँ जान्छ के भन्छ थाहा छैन, हामीलाई पनि थाहा छैन, खाली दिदीलाई मात्रै थाहा छ हामी कहाँ गएको भनेर हैन। हामी चाहिँ कोहीलाई पनि थाहा छैन, उलाई थाहा छैन, हामीलाई थाहा छैन हैन, खाली दिदीलाई मात्रै थाहा छ। सरप्राइज हो। बाइ बाइ। सो गाइस अब हामी चाहिँ निक्लेको, एउटा स्कुटी छ, मान्छे चाहिँ 4 जना छ हामी चाहिँ हो। एउटा स्कुटी कुनी के गर्छ अब ए अँ त्यस्तो पो हो नि। चुप लागेर हिँड्नु न। के खान आएको? गिलो चटपटे गिलो के खाने रे स्मृति? गिलो चटपटे के खाने रे? नेपालको गिलो चटपटे के खाने रे? म केही खादिन। अहिले सबैभन्दा बेसी खान्छ फेरि यो चनिका फेरि हाल्नु खादिन भने चाहिँ सुनिराख्ने। गिलो चटपटे खाने। तिमीले कस्तो छ? कस्तो छ? गिलो चटपटे खाने। तिमीले कस्तो छ? कस्तो छ? गाइस खोला पार गरेको कि सबै भिज्यो, स्कुटी पनि डुबे, सबै भिज्यो खुट्टा। हेर्न यिनीहरूको हालत खोला क्रस गर्दाखेरि। जग्गा त दामी रहेछ यहाँनिर, हेरिहाल्नु होला जग्गा, मलाई त थाहा छैन। सरप्राइज घुमाउनु ल्याएको अरे हो गाइस, यस्तो छ यस्तो जग्गामा ल्याएर चाहिँ सरप्राइज। ए होइन अरे अझै आइपुगेको छैन अरे सरप्राइज। माथि जंगल जान्छ अरे लौ कहाँ जान्छ? खोला जान्छ यताबाट मलाई याद छ बाटो। गाइस यस्तो छ सिचुएसन, हेर्नुहोस् अब हाम्रो चाहिँ कस्तो हुने हो गाइस। झर्नुपर्छ होला है। के लाग्छ? चढ्छ अब डरै पर्यो। गरिरहेछु, भिडियोमै छ। फाइनली गाइस हामी चाहिँ यहाँ आएको रहेछ हो, थाहै थिएन। सबैजना बिजी छ। दिदीको सरप्राइज हो यो चाहिँ फेरि हो हाम्रो लागि। गाइस हाम्रो भइसक्यो, अब हामी चाहिँ गएको। गाइस कस्तो लाग्यो? होइन अब चाहिँ हामी गएको। बाई बाई। सक्यो कि अझै छ? रुको जरा, सबर करो, दिखाती हूँ आप लोगों को। फाइनली गाइस हामी यहाँनिर आए, भोक लाग्यो अरे, यिनीहरू मोमो खान्छ अरे, कोही त अब उसले पिज्जा खान्छ अरे हो गाइस। म चाहिँ बर्गर खान्छु, त्यो पनि 2टा खान्छु, एउटाले मलाई अगाउँदैन ल। फाइनली गाइस हामी घर आइसकेँ। बाटोमा भिडियो गर्नु पाइनँ किनभने हल्का पानी पनि आउँदै थियो होइन, अनि बाटो पनि पुरा रफ थियो। सो आजको लागि चाहिँ यति नै। सो फेरि पनि भेटौँ अर्को ब्लगमा। किप वाचिङ आरकेसी ब्लग।